नाम लीलानाथ सिलवाल। म बालकृष्ण मावि हरिनगर 1 सुनसरीमा अध्ययनरत छु। 35 वर्षदेखि म अध्ययनरत छु। नेपाली भाषामा पढाउने गर्छु। नेपाली भाषा मेरो मातृभाषा हो। मातृभाषाले विद्यार्थीहरूमा अथवा हरेक मानवमा आफ्नो भावना व्यक्त गर्न सक्ने, आफूले चाहेको कुरा व्यक्त गर्न सक्ने, त्यसले सक्षम नागरिक बनाउन चाहिँ सहयोग गर्ने भाषाले गर्छ। अनि एकअर्कामा भएको विचार आदान प्रदान गर्ने पनि भाषाले गर्छ। त्यसैले मैले भाषा सिक्नुपर्छ भने नेपालमा अहिले 84% नेपालीहरू नेपाली भाषा प्रयोग गर्ने गरेका छन्। र अर्को भाषी भए पनि जस्तो काठमाडौँको अर्को भाषी मानिसहरू र विराटनगरको अर्को भाषी मानिसले बिचमा बोल्नु पर्दा नेपाली भाषाको प्रयोग गर्छन्। त्यसैले नेपाली भाषा एउटा चाहिँ माध्यम भाषाको रूपमा पनि चलेको छ। त्यही कारणले गर्दा मैले विभिन्न ठाउँमा बालबच्चाहरूलाई अर्को भाषाका अभिभावकज्यूहरूलाई पनि नेपाली भाषालाई सिकाएर उहाँलाई सक्षम, म जहाँ जहाँ पुग्छु उहाँ साहित्यको तर्फबाट, गीतको तर्फबाट, कविताको तर्फबाट, हरेक तर्फबाट भाषा शुद्ध लेख्नुपर्छ, पढ्नुपर्छ र यसमा चाहिँ विचार विमर्श गर्न सक्ने क्षमता बनाउनुपर्छ भन्ने मेरो भावना छ। मातृभाषाले मानिसलाई मानव बनाउन सिकाउँछ। बहुत धन्यवाद।